हेलो नमस्ते सबैजनालाई। आई होप सन्चै आरामै हुनुहुन्छ सबैजना। आज हामी रोस्ट र मासु खान लागेका छौँ। यो रोस्ट, यो मासु भुटेको, यो कर्जी मर्जी, यो वाछाङ छ्याङ हो। यो चाहिँ अब हामी खान लागेका छौँ। पाक्दैछ। आज जाँडा मासु खाने है। जाँडा मासु खान साह्रै मिठो हुन्छ। कोदाको छ्याङ, कोदोको दाना देखिरहेछ। कोदोको छ्याङसँग खानलाई नि त्यतै स्वादिलो हुन्छ। कलिलो रह जाँड साह्रै मिठो, ठिक्क खान लायकको रहेछ। 1 वर्षको जाँड अब भदौमा 1 वर्ष हुन्छ। छिप्पिएर पनि कलिलो फर्केछ। धन्यवाद सबैजनालाई लाइक, कमेन्ट, फलो, सेयर सबै गरिदिनु होला है। सबैजनालाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच सबैजनालाई।